नमस्कार, यहाँहरूलाई लोकसभा ब्रेकिङ च्यानलमा स्वागत छ। आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ महिला विकास निरीक्षकको नयाँ भ्याकेन्सी 2083-84मा 7वटै प्रदेशमा कहिले खुल्छ भन्ने बारेमा। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला र लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनुहोला। कोशी प्रदेश लोकसेवा आयोगमा महिला विकास निरीक्षक 5औं तहको विज्ञापन मङ्सिर महिनाको अन्तिम सोमबार प्रकाशन हुन्छ। त्यस्तै गरी सहायक महिला विकास निरीक्षक 4थो तहको विज्ञापन माघ महिनाको अन्तिम सोमबार चाहिँ प्रकाशन हुन्छ। त्यस्तै गरी मध्य प्रदेश लोकसेवा आयोगले 5औं तहको महिला विकास निरीक्षकको लागि विज्ञापन पुसको अन्तिम बिहीबार र 4थो तहको लागि फागुनको अन्तिम बिहीबार चाहिँ विज्ञापन प्रकाशन गर्नेछ। त्यस्तै गरी बागमती प्रदेश लोकसेवा आयोगले 5औं तह महिला विकास निरीक्षकको लागि पुस महिनाको 4थो बिहीबारको दिन प्रकाशन गर्नेछ। त्यस्तै गरी गण्डकी प्रदेश लोकसेवा आयोगले 5औं तह महिला विकास निरीक्षकको विज्ञापन मङ्सिरको दोस्रो बुधबार प्रकाशन गर्नेछ। 4थो तह सहायक महिला विकास निरीक्षकको लागि पुसको दोस्रो बुधबार विज्ञापन प्रकाशन गर्नेछ। त्यस्तै गरी लुम्बिनी प्रदेश लोकसेवा आयोगले सहायक 5औं तह महिला विकास निरीक्षकको विज्ञापन पुस महिनाको अन्तिम शुक्रबार प्रकाशन गर्नेछ। सहायक 4थो तहको लागि माघ महिनाको अन्तिम शुक्रबार चाहिँ विज्ञापन प्रकाशन गर्नेछ। कर्णाली प्रदेश लोकसेवा आयोगले महिला विकास निरीक्षक 5औं तहको विज्ञापन असोजको अन्तिम मङ्गलबार र 4थो तहको महिला विकास निरीक्षकको विज्ञापन कार्तिकको अन्तिम मङ्गलबार चाहिँ प्रकाशन गर्नेछ। त्यस्तै गरी सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले सहायक महिला विकास निरीक्षकको विज्ञापन वैशाख महिनामा प्रकाशन गर्छ। 5औं तह महिला विकास निरीक्षकको विज्ञापन चैत्र महिनामा चाहिँ प्रकाशन गर्नेछ। अघिल्लो वर्षको तथ्याङ्कलाई हेर्दा कोशी प्रदेश लोकसेवा आयोगले महिला विकास निरीक्षकको लागि सबभन्दा बढी विज्ञापन प्रकाशन गर्दै आएको छ। हजुरहरू अहिलेदेखि नै तयारीमा जुट्नुहोला। आजको लागि यति नै। हस्त, धन्यवाद।